पश्चिम नेपालका 5 वटा जिल्लाहरू दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका हजारौं कमैया परिवारमा विक्रम सम्वत 2057 साल साउन 2 गते उल्लास छाएको थियो। सरकारले सो दिन कमैया मुक्तिको घोषणा गरेपछि दासताको जन्जिरबाट उन्मुक्ति भएका उनीहरूको उल्लासको सीमा थिएन। आज हामीले सुदूरपश्चिमको प्रस्तावित राजधानी गोदावरी नगरपालिका वडा नम्बर 1 मा अवस्थित जित्तलपुर मुक्त कमैया शिविरको वरपर रहेर यो भिडियो सामग्री तयार पारेका छौं। केही दिन अगाडि त्यहाँका साथीहरूले हामीलाई सम्पर्क गरी बस्तीका समस्याका बारेमा जानकारी गराउनु भएको थियो र हामीले बस्तीमै पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिने प्रयास गरेका छौं। आज म गोदावरी नगरपालिका वडा नम्बर 1 स्थित जित्तलपुर मुक्त कमैया शिविरमा आएको छु। आज मैले यहाँका बासिन्दाहरूसँग भलाकुसारी गरेर यहाँका यावत समस्या र उहाँहरूका अपेक्षाबारे बुझ्ने प्रयास गर्नेछु। जित्तलपुर मुक्त कमैया शिविर सुदूरपश्चिमको मुटु मानिने अत्तरिया चोकबाट करिब धनगढीतर्फ 6 लेनसँगै 200 मिटरको दूरीमा रहेको छ। बस्तीको हामीले भ्रमण गर्दा मन नै खिन्न भयो। अहिले गोदावरी नगरपालिकाका अधिकांश बस्तीहरूमा पक्की सडक, ढलसहितका नाली लगायतका विकास निर्माणका कार्यहरू अगाडि बढिरहेका छन्। तर जित्तलपुरमा रहेका सडकहरूमा कालोपत्रेको नाम भन्दा पनि ग्राइभिल समेत हुन सकेको छैन। सडकका माथिबाट ढलहरू बगिरहेका छन्। यिनै प्रदूषित ढलका कारणले यहाँका बस्तीका जनताहरू विभिन्न समस्याहरू, विभिन्न रोग व्याधिबाट ग्रसित हुनु परेको अवस्था छ। बर्खाको समयमा यी बाटाहरू पुरै ढाकिने, छोपिने र आवत जावतमा समस्या हुने गरेको यहाँका स्थानीयहरूले बताउनुभयो। बर्खा परे भने सर यो खाना पकाएर खाने जस्तो हुँदैन, पानी यति हुन्छ। अहिले गोदावरी नगरपालिकाका दूर दराजका बस्तीहरूमा समेत खानेपानीको सेवा विस्तार भइसकेको छ। तर विडम्बना अत्तरिया चोक नजिकै रहेको यो जित्तलपुर मुक्त कमैया शिविरमा भने शुद्ध खानेपानीको व्यवस्था रहेको पाइएन। यहाँका जनताहरू नलकाबाट र ट्युबलेटको पानी खान बाध्य रहेका छन्। बस्तीको समग्र भ्रमण गर्दा लाग्छ यो बस्तीमा न स्थानीय सरकार, न प्रदेश सरकार, न त केन्द्र सरकारको नै ध्यान छ। यो बस्ती विकास वर्षौंदेखि अलपत्र अवस्थामा छ। विकास निर्माणका कुनै पनि काम यो बस्तीमा भएको जस्तो लाग्दैन। बस्तीका बालबालिकाहरू केही समय स्कुल गएर बीचमा गरिबी लगायतका समस्याले स्कुल नै छोड्नु पर्ने अवस्थामा पुग्ने गरेको पाइएको छ। यहाँका युवा साथीहरू बेरोजगारीले रन्थनिएका छन्। आफ्नो दैनिक समय कटाउन क्यारम बोर्ड खेल्ने, दैला पकड खेल्ने र कोही दर्शक भएर बसिरहेका यी दृश्यहरू देख्न सकिन्छ। प्राय स्थानीय सरकारबाट प्राप्त हुने सेवा सुविधाबाट यहाँको बस्ती वञ्चित छ। यतिसम्म कि यहाँ नगरपालिकाले फोहोर मैला सङ्कलनका लागि पठाउने फोहोर सङ्कलन गाडी पनि यहाँ आउने गरेको छैन। यहाँको विद्यालयको अवस्था कस्तो छ भने एकजना सानी बहिनीलाई हामीले प्रश्न गरेका थियौँ। यो अफिस हो? कस्तो छ अफिस? खटारा। बस्तीका अधिकांश मानिसहरू दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन्। हामीले बस्तीका थुप्रै मानिसहरूसँग कुराकानी गर्दै गर्दा उहाँहरूको मनमा अझै पनि कतै अभाव, भेदभाव र बाध्यताले मन छिचोलिएको अनुभूति हामीले गरेका छौँ। हामी गरिब छौँ नि त। अब धनीको ठाउँमा हेऱ्यो भने हामी घुम्छौँ, त्यो गरिबको ठाउँमा हेऱ्यो भने गरिबको त तुरुन्तै दिइहाल्छ। हामीलाई त गरिब मान्छेको कुरै सुन्दैनन्। अब गरिब मान्छेको कुरा नसुने भने कहाँ गएर
स्थानीय सरकारलाई भन्छु, स्थानीय सरकार सुन्दै सुन्दैन, अब कहाँ गएर हुने। अब यहाँ अब त्यो त आफ्नो आफ्नो ठाउँमा आफ्नो मान्छे आफ्नो ठाउँमा विकास गर्छन् कि हाम्रो त कसले गरिबलाई कसले हेर्छ र राम्रोसँग। यो भिडियो मार्फत हामीले मुक्तकमैया बस्तीका समस्या परिस्थितिबारे स्थानीय सरकार, प्रदेश सरकार लगायत सम्बन्धित निकायमा यहाँको वस्तुस्थितिबारे ध्यानाकर्षण गराउनका निम्ति भिडियो तयार पारेका थियौँ। यदि तपाईँलाई लाग्छ कि जितलपुर मुक्तकमैया शिविरका समस्याहरू समाधान हुनुपर्छ, कृपया भिडियोलाई सेयर गरिदिनुहोला। तपाईँका आवाजले बस्तीका जनतालाई नयाँ जीवन दिन सक्छ।